धन्यवाद छ आजका सभापतिज्यू र प्रमुख अतिथिज्यू लगायतका विभिन्न तर्फमा पाल्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू र बुद्धिजीवीवर्गहरू र सम्पूर्ण महिला तथा भद्र फलार्मीहरूलाई मेरो तर्फबाट हार्दिक नमस्कार स्वीकार गर्छु। हामी अहिले चुनावको नजिक छौँ। हरदैलो गर्दै गर्ने क्रममा कुनै ठाउँ र कुनै वडाहरू छुटे होला। सम्पूर्ण वडामा घुम्दै गर्ने क्रममा यसचोटि राष्ट्रियकरण पार्टीको जनलहर भनेको एकदम उर्लेर आएको छ। हामी आशा राख्दछौँ अवश्य पनि राष्ट्रियकरण पार्टी कानुन बनाउने नीति नियम बनाउने ठाउँमा पुग्छ होला भन्ने आशा राख्छौँ। तपाईँहरूको साथ र सहयोग भनेको हमेसा रहनेछ। यसमा भएको विभिन्न भ्रष्टाचार विरुद्ध अनियमितता र तपाईँको अत्याचार भएको कुराहरू तपाईँले अवगत छ। पटक पटक साधन नेताहरू बदलिँदै आए, पटक पटक तपाईँको साधन नेताहरू बदलिँदै आउने क्रममा तपाईँले भोट हाल्दै गरेर जनप्रतिनिधिको ठाउँमा पुर्याउनु भयो। तपाईँहरूले भने होला हामीले उडिन्छौँ भनेर, तर आज प्रश्न गर्नु जनता आफैमा सक्षम हुने हो। तपाईँले दिएछन् या दिएछन् भन्ने प्रश्न जनताले सोध्न पर्ने एउटा हक र अधिकार तपाईँको हातमा बलियो। त्यसैले जनताले झुक्काउनको लागि 5 दलीय गठबन्धन गरेका छन्। तपाईँको के कडाइ गठबन्धन हो? तपाईँले स्मरण गर्नु, गठबन्धन गर्न पर्दैन। तपाईँ गठबन्धन भनेको एउटै पार्टी सफल जान्छ भने एउटै पार्टीले सरकार चलाउँछ, बल्ल देशमा विकास र विकासका कुराहरू आउँछन्। 5 दल भनेको एउटा 5 भाइ मिलेर एउटा तपाईँको भात पकाएर खाने एउटा थलो बनाएका हुन्। भोलिको दिनमा भात पकौडी गर्ने क्रममा जो भात खाना पाउँछन् उनीहरूले त्यो भात खाना नपाइसकेपछि भाग बन्नमा मिलेनन् भने अंशबद्ध गरेर अलग अलग जान्छन् र तपाईँ जनता हामी भनेको उही ठाउँमा टाली पड्काएर बस्छ। तर अहिले मैले गर्नेमा भाषण गर्ने क्रममा तपाईँहरू टाली पड्काउने मात्रै होइन, भोलिको दिनमा शासन सत्ता चलाउनेमा हामी गयौँ भने गाली गर्न पनि सिक्नुहोस्, गाली पनि गर्नु सामने टालीको मात्रै आवश्यक छैन। त्यसै कारण सम्पूर्ण जनताहरू पनि अब युवा युवतीहरू एक ठाउँमा उभिनुपर्छ। एक ठाउँमा देश चलाउने जिम्मा भनेको युवा र युवतीको हातको बुढो। अब बुढा बाबाले मात्र नेता बनेर देश चलाउन सक्दैनन्। तपाईँ हाम्रो युवाहरू तपाईँ गाउँ ठाउँबाट अवश्य पनि जुट्नुपर्छ। राष्ट्रियकरण पार्टीको सङ्गठनमा जुटेर देशलाई एउटा आफ्नो पालामा विकास र निकास, स्वास्थ्य र शिक्षा फ्री गर्ने भने अवश्य पनि भोलिको दिनमा हाम्रै जीवनकालमा देश परिवर्तन हुन सक्छ। र हाम्रो नारा भनेको परिवर्तन सम्भव छ हाम्रै पालामा। यसपालि फरकमा नपरौँ, 4वटा हलो 4वटा साफ, भ्रष्टाचारीको पट्टा साफ भन्ने म बिराउन चाहन्छु। धन्यवाद। राष्ट्रिय प्रजातन्त्र पार्टी